लासो 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 ठ्याफुल्ला टाँसिदेले सम्पूर्ण साथी दाजुभाइहरूलाई लासो टाँसिदेले भन्न चाहन्छु। यतिखेरको बसाइमा हामी चाहिँ आज घेदुङसँग चाहिँ समीक्षा कार्यक्रममा चाहिँ उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय घेदुङ सङ्घ अध्यक्ष, घेदुङ सङ्घ उपाध्यक्ष, घेदुङ सङ्घ सचिव, घेदुङ सङ्घ सल्लाहकार लगायत सम्पूर्ण सदस्यहरू चाहिँ उपस्थित भइसकेको अवस्थामा छ। यतिखेरको बसाइमा तपाईँहरूलाई म हाम्रो टिमहरूलाई देखाउन चाहन्छु। चाहिँ हाम्रो टिमहरू आज तपाईँहरूको लागि सबैजना चाहिँ यहाँ चाहिँ उपाध्यक्ष हुनुहुन्छ। उपाध्यक्ष तपाईँले आज चाहिँ यो घेदुङसँग चाहिँ होइन समीक्षा छलफलमा चाहिँ उपस्थित हुनुभएकोमा कस्तो लाग्नु भएको छ तपाईँलाई? आज खुसी लाग्नु भएको छ? यो बोल्नु मात्रै पर्ने। ल धन्यवाद आसिङलाई। र आज हामी विशेष हाम्रो तामाङ घेदुङ जोर क्षेत्रीय समितिको बैठक भयो आज। त्यसमा चाहिँ आज हामी उपस्थित हुनुमा धेरै खुसी लागेको छ। हिजोको दिनमा हामीले कसरी उपस्थित हुन्थ्यो, तर आजको दिनमा यसरी उपस्थित हुँदाखेरि चाहिँ नेपालमा प्राय मन्त्रीमण्डलतिर हामी हेर्दाखेरि यसरी बसेको छ। आज चाहिँ हामी नै मन्त्रीमण्डलमा बसेर भइरहेको छ। उहाँलाई भन्नु भएन, सानो बैठक हो है, त्यसमा अन्यथा नलिनु होला। हल्का रमाइलो गरे हो। त्यसले गर्दाखेरि आशा गरौँ आजको बैठक हाम्रो एकदम राम्रो हुनेछ। हाम्रो घेदुङ समुदायको लागि र हामी प्रवासमा रहेर प्रवासीहरूको लागि के कसो गर्न सकिन्छ त्यसको लागि आज हाम्रो विशेष बैठक छ। त्यसलाई विशेष गरी सबैलाई शुभकामना दिन चाहन्छु। है धन्यवाद। हाम्रो घेदुङ सङ्घ सचिवले चाहिँ शुभकामना दिइसक्नु भएको छ। यतिखेरको बसाइमा हाम्रो तामाङको सत्लेहरू आज हाम्रो यहाँ चाहिँ उपस्थित हुँदैछ। हाम्रो घेदुङ सङ्घ चाहिँ अध्यक्ष यहाँ उपस्थित भइसकेको छ। अब अलि मैले छेकेको छ भने आइएम सो सरी भन्न चाहन्छु होइन। अनि हाम्रो आज कमल दोङलाई चाहिँ स्वागत गर्दछ यतिखेरको बसाइमा। लासो फ्याबुला मङ्गलदोङ लासो फ्याबुला। आज चाहिँ हाम्रो अस्ति सोनाम लोसार जनवरी 18 तारिक सोनाम लोसार मनाएको। हामी चाहिँ आज समीक्षा बैठक साथै 3 महिनामा मिटिङ गर्ने गर्छौँ। हाम्रो त्रैमासिक बैठक पनि हो र एकै दिनमा जाने सबै कुरा सुल्टाउने हिसाबले हामी आज समीक्षा बैठकमा जुटेका छौँ। सबै हाम्रो क्षेत्रीय समिति घेदुङका सबै सदस्यहरू सबै परिवार हामी जम्मा भएको छन्। अब चाहिँ सुरुवात भएको अवस्था। धन्यवाद।